हेलो नमस्कार नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू। म चाहिँ आज दार्जिलिङमा भइरहेको आन्दोलनको बारेमा बोल्न जाँदैछु, जुन चाहिँ हामी नेपालीहरूले बुझ्न एकदमै जरुरी छ। दार्जिलिङवासीहरूले गोर्खाल्यान्डको माग गरिरहेको बेलामा हामी कयौं नेपालीहरूले नेपालबाट सपोर्ट गरिरहेका छौं र कतिपय हामी नेपालीहरूले त कुरै नबुझी हो दार्जिलिङलाई गोर्खाल्यान्ड बनाउन हामी नेपालीहरूले नि सहयोग गर्नुपर्छ, किनभने दार्जिलिङ नेपालको भाग हो भन्न पनि थालेका छन्। ल त्यो त ठिकै छ, हामी नेपालीहरूले दार्जिलिङको मान्छेहरूलाई आफ्नै नेपाली दाजुभाइ सम्झेर सपोर्ट गरिरहेका छौं। तर दार्जिलिङवासीले हामी नेपालीहरूलाई के भन्दा रहेछन् हेर्नुहोस् एकपटक। मैले यो पिक्चर चाहिँ एक्चुअली nepalnewsline.com भन्ने ले सेयर गरेको पोस्ट भेटेको थिएँ र मैले यसलाई स्क्रिनशट गरेर चाहिँ मैले सोचेको थिएँ कि तपाईहरुको माझ पुर्याउने छु। सो म पढ्दैछु। अमृत गुरुङले भनेको छ, ब्याक अफ नेपाल, just don't interfere in Darjeeling matter. We are Indian Gorkha, not Nepali Gorkha. अनि अर्को सन्नी तामाङ हो कि who is that, उले लेखेको छ। यो सुरुको दुई चारवटा शब्दहरु चाहिँ म पढ्ने छैन किनकि यो अलि एभिजिभ छ, सो आफै पढ्नु होला। सो त्यो काटेर म अगाडिबाट पढ्दैछु। We don't need you all to support us. We are enough to fight for separate state, okay? And Nepal and India मा आकाश पातालको फरक छ। We are proud. We are very proud as an Indian. So please, हामी नेपालीहरूले बुझ्नु जरुरी छ कि दार्जिलिङवासीले नेपाली भाषा बोल्छन् यसको मतलब यो होइन कि उनीहरू नेपाली हुन्। उनीहरूले गोर्खाल्यान्ड भन्ने छुट्टै स्टेटको माग राखेको मात्रै हो, भारतबाट अलगिने माग राखेको होइन। त्यसैले त भारत माता की जय भन्दै भारतीय झण्डा बोक्दै हिँडेका छन् र उनीहरू प्राउड पनि फिल गर्छन्। उनीहरू एकदमै गर्व फिल गर्छन् कि उनीहरू भारतीय हुन् भनेर। त्यही भएर हामी नेपालीहरूले यो कुरो बुझ्न एकदमै जरुरी छ। ओके, एनीवे, अघि मैले फेसबुक चलाउँदै गरेको बेलामा मेरो एउटा फेसबुकको साथीले एकदमै राम्रो चित्त बुझ्दो खालको एउटा स्ट्याटस लेख्नु भएको छ। म उसको नाम र फोटोज हाइड गर्छु किनकि he don't want me to disclose his details, so म पढ्दैछु। I'm not being able to understand one thing. Why people of Darjeeling demanding for the Gorkhaland as far as they are Indians and they feel proud to be an Indians. Let me remind you all that Gorkha is one of the historic place of Nepal and only Nepali people have right to say I'm Gorkhali. Let's not put the world in confusion about who is the real Gorkha, Indians or Nepali. एकदमै राम्रो स्ट्याटस लेख्नु भएको छ र यो कुरामा एकदम वास्तविकता पनि छ जस्तो लाग्छ मलाई, किनकि जसरी यो इन्डियन गभर्नमेन्ट र इन्डियन्सहरूले भगवान गौतम बुद्ध चाहिँ अब इन्डियामै जन्मेको हो भनेर क्लेम गरिरहेको छ, दाबी गरिरहेको छ, त्यसै गरेर अब फेरि अब गोर्खा पनि अब इन्डियाबाटै निस्केको हो भनेर अर्को दाबी पनि निकाल्न सक्छ। सो वी हेभ टु स्पिक अगेन्स्ट दिस एन्ड वी मस्ट डिफाई दिस शिट्स। जसले यो भिडियो हेर्दै हुनुहुन्छ उहाँहरूले यो वास्तविकता बुझिसक्नु भएको छ। जुन कुरा तपाईले बुझ्नु भएको छ सायद अझै हजारौं नेपाली दाजुभाइ दिदीबहिनीहरूले बुझ्न बाँकी नै छ जस्तो लाग्छ मलाई। सो मलाई आशा छ कि तपाईहरुले यो भिडियो लाई शेयर गरेर सकेसम्म धेरै भन्दा धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा पुर्याइदिनु हुनेछ। सो धन्यवाद। जय नेपाल।